नेपाली एनपिएल को फाइनल डेट कहिले हो इंग्लिश डेट डिसेम्बरको चाहिँ कति थियो हामीले एकजना दाइलाई भेटिसकेको छौँ उहाँ एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ क्युएनए सेसन खेल्नलाई हजुरको नाम चाहिँ मेरो जनक श्रेष्ठ हाम्रो चाहिँ 3 राउन्ड हुन्छ सर हैन इजी हुन्छ मिडियम हुन्छ हार्ड हुन्छ अब क्वेसन स्टार्ट गरौँ त नेपाली एनपिएल मा कतिजना टिमले चाहिँ सहभागी लिँदै हुनुहुन्छ 8 वटा उहाँले एकदम करेक्ट एन्सर भन्नुभएको छ 8 वटा टिमले चाहिँ सहभागी लिँदै हुनुहुन्छ 3टा टिमको नाम भन्न सक्नुहुन्छ एनपिएल मा जो पार्टिसिपेट हुनुहुन्छ एउटा काठमाडौँ गोर्खास जनकपुर बोल्स जनकपुर गोल्ड लुम्बिनी लायन्स चितवन राइनोस कतिवटा भयो 4टा भनिसक्नु भएको छ उहाँले यो पनि मिलाउनु भएको छ अब हामी मिडियमतिर जाँदैछौँ है योपालि हाम्रो चाहिँ एनपिएल मा कतिजना विदेशी खेलाडीले चाहिँ पार्टिसिपेट लिँदै हुनुहुन्छ 5वटा होइन सर धेरै छ अझै धेरै छ यो क्वेसन उहाँले मिलाउनु भएको छैन अर्को क्वेसन चाहिँ हाम्रो के छ भने नेपाली एनपिएल को फाइनल डेट कहिले हो इंग्लिश डेट डिसेम्बरको चाहिँ कतितिर थियो अलिक ठ्याक्कै थाहा हो डिसेम्बरको सेकेन्ड विकतिर उहाँले चाहिँ यो पनि हार्नु भएको छ अब हामी हजुरले सबै मिलाउनु भएको चाहिँ एनपिएल को एउटा टिकट पाउनुहुन्थ्यो योपालि तर हजुरले चाहिँ एउटा मात्रै पाउनु भएको छ त्यही पनि हामीले राफल्स एडुकेयरको तर्फबाट उहाँलाई एउटा गिफ्ट दिँदैछौँ यो चाहिँ हजुरलाई थ्याङ्क यू